समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज प्रस्तुत गर्नेछौँ खाना खाएपछि गर्न नहुने 5 गल्ती। हाम्रो जीवनशैली यति अस्वास्थ्यकर भएको छ कि हामीलाई खाने पिउने सही समय पनि थाहा छैन। राम्रो खानाले शरीरलाई ऊर्जा प्रदान गर्छ। दिनभरिको थकान र भागदौडपछि रातिको खानाले हाम्रो शरीरलाई आवश्यक पोषण दिन्छ। त्यसैले विज्ञहरूले हल्का र स्वास्थ्य खाना खाने सल्लाह दिन्छन्। तर खाना खाए लगत्तै केही अस्वस्थ बानीहरू अपनाइयो भने पौष्टिक खाना पनि हानिकारक साबित हुन सक्छ। खाना खाएपछि गरिने केही सामान्य गल्तीहरूले पाचन प्रणालीलाई असर गर्न सक्छ, जसले गर्दा एसिडिटी, पेट फुल्ने, तौल बढ्ने र निन्द्रामा समस्याहरू हुन सक्छन्। आज हामी खाना खाएपछि गर्न नहुने केही गल्तीबारे कुराकानी गर्दैछौँ। सुत्ने। धेरै मानिसहरू अबेर राति खाना खाने बित्तिकै ओछ्यानमा पल्टिन्छन्। यो बानीले पाचन प्रक्रियालाई ढिलो बनाउँछ र एसिड रिफ्लेक्स, छातीमा जलन र अपच जस्ता समस्याहरू निम्त्याउन सक्छ। खाना खाने र सुत्ने बीच कम्तीमा 2 देखि 3 घण्टाको अन्तराल छोड्नु राम्रो हुन्छ। चिया वा कफी पिउने। बेलुकाको खाना खाएपछि तुरुन्तै चिया वा कफी पिउनाले खानाबाट आइरन जस्ता पोषक तत्वहरूलाई असर गर्न सक्छ, किनकि त्यसमा रहेको क्याफिन र ट्यानिनले आइरन जस्ता पोषक तत्वहरूको अवशोषणलाई असर गर्न सक्छ। क्याफिनले निन्द्राको गुणस्तरलाई पनि बिगार्न सक्छ। भारी व्यायाम। केही मानिसहरू खाना खाएपछि तुरुन्तै कसरत गर्नाले क्यालोरीहरू छिटो जल्छ भन्ने विश्वास गर्छन्, तर यो उचित होइन। यसले पेट दुख्ने, ऐठन र पाचन सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। तपाईँ टहल्न चाहनुहुन्छ भने 15 मिनटको हल्का पैदल यात्रा गर्नुहोस्। धेरै गुलियो वा चिसो खाना। बेलुकाको खानापछि मिठाई, आइसक्रिम वा चिनीयुक्त पेय पदार्थ खाँदा शरीरमा बढी क्यालोरी र चिनी थपिन्छ। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ र तौल बढ्ने जोखिम हुन्छ। धूम्रपान वा मदिरा सेवन। खाना खाएपछि चुरोट वा मदिरा सेवन गर्नाले पाचन प्रणाली र कलेजोमा बढी तनाव हुन सक्छ। लामो समयसम्म यो बानीले ग्यास, एसिडिटी र अन्य धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। बेलुकाको खाना खाएपछि के गर्ने त? खाना खाएपछि हल्का पैदल यात्रा गर्नुपर्छ। खाना खाएको केही समयपछि थोरै पानी पिउनुहोस्, तर एकैचोटि धेरै पानी भने पिउनु हुँदैन। त्यसपछि सुत्नु अघि आफ्नो शरीरलाई आराम गर्नुहोस् र स्क्रिन टाइम सीमित गर्नुहोस्। हरेक दिन एउटै समयमा खाना खाने बानी बसाल्नुहोस्। यो त रह्यो खाना खाएपछि गर्न नहुने केही गल्तीको बारेमा कुराकानी। आजको हेल्थ टिप्स अन्तर्गत प्रस्तुत गर्यौं।